ल के हो ल गयो त केटो सबैजना हेरेको हेरे ल सामान्य प्रधानमन्त्रीज्यू एकैछिन प्रधानमन्त्रीज्यूलाई म सदस्यहरू सम्माननीय प्रधानमन्त्रीज्यूले हात उठाउनु भएको हुनाले सम्माननीय प्रधानमन्त्रीज्यूलाई म रोस्टम प्रयोग गर्न अनुमति दिन्छु। ओके ल गयो है केटो बल्ल बल्ल गयो भन्न ए सपोर्टरहरू फेरि यो हो नि त तरिका बेग्लै औरा त क्या मजा आ गया भाइ मजा सामान्य सामुक महोदय मान्य सदस्यज्यूहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोज्नु भएको रहेछ, त्यसको निम्ति समय दिन हजुरलाई अनुरोध गर्न चाहन्छु। सुकुम्बासी र यो अव्यवस्थित समस्या लामो समयदेखि चर्किँदै आएको यो व्यवस्थापन साँच्ची नै सामाजिक सञ्जालमा मात्र हुन्छ कि व्यवहारमा हुन्छ? काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने, त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र त्योभन्दा सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले। जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। जति समय लाग्छ 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ। सही हो कुरो त सही हो नि त हेर त हर्के ग्याङ हेरेको हेरे बाँदर व्यवस्थापन कहिले हुन्छ भन्न चाहन्छु। र बाँदरको विषयमा त अस्ति मान्य महावीर पुनज्यूले पनि भन्नुभएको थियो बाँदरलाई कसरी बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। एकदमै गाह्रो विषय हो, एकदम सजिलो छैन। यो भन्ने बित्तिकै पेचिलो विषय भएको भएर तुरुन्तै गर्न नसकिने चिज भएर मान्य सदस्य महावीर पुनलाई प्रश्न छ भने 2 मिनटभित्र आफ्नो प्रश्न राख्न समय दिन्छु। ओके ओके धन्यवाद महोदय। प्रश्न त थिएन, अब बनाइयो। बुढा फेरि बेग्लै छन्। कसरी यो राष्ट्रिय अर्थतन्त्रलाई हाम्रो अर्थ राजनीतिलाई लैजाने भन्ने बारे पनि यहाँको सोच हामी जान्न चाहन्छौँ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ, देशमा उत्पादन भएको चिजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई टारेका हौँ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो। यो हो नि त यार कुरो, यो हो नि त। संविधानमा लेख्न त लेखियो फ्री शिक्षा, फ्री स्वास्थ्य, तर सरकारको बजेट त्यो छ कि छैन भन्ने कुरा सोचिएन। विद्युतको विषयमा अघि भन्नुभयो, हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिटभन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ, त्यो एकदमै धेरै रकम होइन। 100 रुपियाँमा 5 रुपियाँ हो। बेलुनको आयतन चाहिँ बढाएको छ, हावा अलि बढी भरेको छ, त्यो हावा अलि बढी भरेको हुनाले अलि बढी रिस्की, बढी चुनौतीपूर्ण छ। यो बजेट रिस्कमा छ हैन? एकदमै रिस्कमा छ। प्रतिपक्षले बेलुनमा हावा भरे जस्तै बजेट आछ भने चाहिँ खासै के हो यो बताइदिनु। बेलुनमा हावा नभरेर पानी भर्न मिल्दैन हैन? त्यसले गर्दाखेरि बेलुनमा हावा भर्ने ठाउँमा हावा भर्ने हो, पानी भर्ने ठाउँमा पानी भर्ने हो। तपाईले राम्रो भनिराख्नु भएको छ, तर प्रतिपक्षहरूले यो बजेट राम्रो आएन भनिरहेछ। त्यही मैले भने अब त्यो रस्व दीर्घ मात्रै हेरेर राम्रो नराम्रो भन्न थालियो भने त एउटा कुरा भयो हैन? त्यसैले गर्दा संसारकै उत्कृष्ट अर्थविज्ञ मध्ये एकजना अर्थविज्ञले नेतृत्व गरेको यो बजेट, यो बुद्धको भाषा बुद्धले बुझ्छन् हैन? बुद्धको भाषा बुद्धले बुझ्दैनन्। त्यसैले सर्पको खुट्टा सर्पले देख्छ। त्यसैले अर्थको कुरा अर्थ बुझेको मान्छेले बुझ्छ, अर्थ नबर्थको मान्छेले बुझ्दैन। रमेश पर्साई नि मरि ताली हान्दै थियो मेरो भतिजो नि, यो हाम्रो पर्साई परिवारमा नि यसको फेरि बेग्लै छ, सबै बुझेछ क्या। सबै पर्छ मेरो भतिजोसँग नि।
यसलाई चाहिँ इलेक्ट्रिकल सोलरले यो घाम त यतिकै यसको खेर गइरहेको छ, घाम यसरी लगाइरहेको छ नि होइन, यसको चाहिँ प्रयोग हुनु पर्यो सोलरबाट चाहिँ। लो भोल्टेजको सोलर सिस्टमबाट चाहिँ मर्दैन, त्यो जनावरहरू मर्दैन, उनीहरू एकछिन बिहोस हुन्छन्, डिप्रेसन बिहोस भएपछि नेक्स्ट टाइमबाट उनीहरू त्यो रिपिट गरेर चाहिँ त्यो जनावरहरू बाँदर बँदेलहरू त्यो नजिक वरिपरि जानै मान्दैन, तर्सेर के उनीहरू डरले डर पैदा गर्ने भनेकै सोलर चाहिँ फेन्सिङ भन्छ यसलाई चाहिँ तपाईँको इङ्ग्लिसमा, अथवा इलेक्ट्रिकबाट पनि हामीले चाहिँ गर्न सकिन्छ। विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। ल बाबै खुसी नाचिसके यता हो, इन्जिनियरहरूको डान्स यस्तै हुन्छ है केटा हो। चुरोटमा करिब 10% सम्म र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरेको छु। ओके बढ्यो त केटा हो, बढ्यो। कसले स्टक गर्न भ्याए त स्टक कस्तो आयो थोरै बताइदिनु न। बजेट एकदमै राम्रो आछ, तपाईहरुले सुन्नुभयो? सुन्यौ थोरै। समग्र सुन्नु होला। यो के छ जनताको पक्षमा? जनताको पक्षमा छ कि छैन? सम्माननीय प्रधानमन्त्रीज्यू, निकै लामो समय पछाडि आज प्रश्न गर्नु पाइयो, तर कता कता हामीले नियमहरूले अलिकति ख्याल गर्नुपर्छ होला भन्ने लाग्छ। कालो पानी लिपुलेक लिपिया धुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र अन्य सीमामा थुप्रै समस्याहरू छन्। त्यो सीमामा चाहिँ कहिले सरकार छ भने सीमाका चाहिँ आम नागरिकहरूले अनुभूति गर्न सक्छन्। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। लेटेस्ट न्युज। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। कब हो क्या कब हुआ कब? यो त 15 लाखमा भन्ने सवालमा चाहिँ के छ भन्ने के भरे अर्ब बजेट छुट्याएर त ल्याउनु भयो नि त, ल्याउनु भएन आविष्कार केन्द्रलाई। अब म त ट्याक्स आविष्कार केन्द्रलाई होइन बाटो हुनु पर्यो नि दाइ, पुरै एउटा बाटो छ, बाटोमा छैन नि त। स्वर्णिम अघिको बजेटले आकांक्षा बोकेको छ, तर वास्तविकतामा आधारित छैन। काङ्ग्रेस त सडकमा लिलामीमा पनि किन्दैनन् मान्छेले। ओके त्यति सस्तो भइसक्यो। त्यति सस्तो भइसक्यो, के को पार्टी हुने यिनीहरू? बजेट महत्वाकांक्षी नै हुनुपर्छ। सपना नदेखि सुतेर बस्नेले कहिले प्रगति गर्दैन। हार्वर्डमा पढेर अथवा अक्सफोर्डमा पढेर अथवा म्यासाचुसेट्समा पढेर अथवा क्याम्ब्रिज युनिभर्सिटीमा पढेर विख्यात भयो भने त नेपाल किन चाहिँ यहाँ नेपालमा रहनु पर्यो भने क्या। अब समग्रमा अब बजेटका अध्ययन गर्न त बाँकी छ, सरस्वती सुनियो। अब सरस्वती सुन्दाखेरि चाहिँ खास नयाँ कुराहरू यसमा आएको छैन। इस सज्जनको क्या तकलिफ है भाइ? यो बारेनको सरकारलाई हामी घुँडा टेकाउँछौँ। पर्खिनुहोस्, तपाईँ हेर्नुहोस् न, किन सक्दैन हुन्छ? कसो हामीसँग हैसियत छ, हामीसँग हिम्मत छ। हिजो दुईटै हुँदाखेरि त सिंहदरबार र बालवाटा रक्षा गर्न सक्नु भयो होइन? चलो माननीयज्यू, आगो लाग्यो, खत्तम, बुढे बोल्नै सकेन। यो हो नि त पेलान। बाई बाई। यार मैले सोच्दै नसोचेको यार है, तर सुरुमा चाहिँ पार्क र खेल मैदानै बनाउनु पर्छ यार। किनभने कहीँ बाटोमा दुर्घटना भयो भने त पहिला त्यसलाई पार्कमा लगेर राखेर एकछिन छ बाबु भनेर अनि खेल मैदानमा दौडाएर बल्ल हस्पिटल लैजाने हो नि त। दलको नेता होइन, एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, निस्किनु भयो चाहिँ किन आजै तपाईँलाई किन यस्तो आतुरी परेको? अर्केले अगो इम्पोर्टेन्ट काम छ नि मेरो। मलाई यहाँ जाडो भयो यहाँ चमेलीलाई भेटेर फर्किँदै श्रम पिता अनि अर्को हर्क साम्पाङ भन्ने चिन्नुहुन्छ? फोटो पनि देखाएको छु। तिमीले प्राय गाउँमा काम गरे हुन्छ नि, ढुङ्गासुङ्गा बोक्ने,
अनि पानी सानी कुलोसुलो बनाउने मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामा रोशन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेसनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौँ। खप्तड रामा रोशन बढी मालिका बुढी नन्दा रारा स्वर्गद्वारी मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्या पर्यटन पदमार्ग डाँफे रुटको विकास गर्नेछ। सही कुरो सही देश सङ्कटमा छ अरे, फ्री वाइफाई खोज्दै अरे आज कुन ठाउँमा किताब बेच्ने बुढा सोच्दै छन्। Are you comedy me? I've got to say, in all honesty, it's the biggest piece of dog shit that I have ever heard. यो बजेट यहाँभन्दा अगाडि पनि 18 खरबको 17 खरब 19 खरबसम्म आयो, तर कार्यान्वयन गर्दाखेरि 13 खरबमा झरेको इतिहास छ। योमा 21 खरबको यो 657 अर्ब 29 करोड रुपियाँ चाहिँ यो पैसा चाहिँ कहाँबाट ल्याउने सबभन्दा? म चाहिँ अब पढेकै त्यही अर्थशास्त्र पढेको। म त अहिले पनि अरू त भन्दिनँ, इकोनोमीको कुरा आयो भने केही कुरामा यसो न सिक्ने मौका अवसर मिल्छ। Actually, Nepali people are here, Australia. Struggle के भन्छ यसको फेरि बेग्लै छ है। all over the student is here. No, is the here. पार्टीका सभापतिज्यूले पनि भन्दै आउनु भएको छ, हामीले पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन, तर यो वर्षलाई चाहिँ पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने, व्यतिथिहरूलाई हटाउने, यो भ्रष्टाचार एकदमै बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्न चाहिँ नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ। यो चिज विभिन्न कार्यालयहरूमा जाँदा, मालपोत कार्यालय, कम्पनी ब्लू बुक रिन्यू गर्दा विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला, र यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ। धन्यवाद। सही कुरो, यतिको चाहिँ हुनुपर्छ है त, यतिको हुनुपर्छ। ओके साथीहरू, कस्तो लाग्यो त तपाईँलाई आजको स्पेसल भिडियो? पक्कै पनि भिडियो हेरेर रमाइलो भयो होला भन्ने आशा छ। साथीहरू, भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु होला, सल्लाह सुझाव केही छन् भने कमेन्टमा लेख्नु होला भन्दै यो भिडियोबाट म बिदा लिन्छु। हस्त गुड बाई।